ल साथीहरुलाई चाहिँ नमस्कार। आज चाहिँ मैले ब्रह्माण्ड भन्ने टपिकसँग सम्बन्धित रहेर चाहिँ शिक्षक सेवा आयोगसँग सम्बन्धित वस्तुगत प्रश्नहरू लिएर आएको छु। पहिलो प्रश्न, पृथ्वीको उत्पत्ति सम्बन्धी बिग ब्याङ थ्योरी कसले प्रतिपादन गरेका हुन्? अप्सन ए जेम्स जेन्स, अप्सन बी फ्राइड होली, अप्सन सी आर्नो पेन्जिस एन्ड रोबर्ट विलियम्स, अप्सन डी टेचो ब्राही। ल यो चारवटा अप्सन मध्ये चाहिँ बिग ब्याङ थ्योरीका प्रतिपादक को हुन्? यसको सही उत्तर हो अप्सन बी फ्राइड होली। प्रश्न नम्बर 2, स्टेडी स्टेट थ्योरीका प्रतिपादक को हुन्? अप्सन ए जेम्स जेन्स, अप्सन बी कोपर्निकस, अप्सन सी ग्यालिलियो, अप्सन डी केप्लर। यहाँ चाहिँ चारवटा अप्सन छ। ल यसका प्रतिपादक चाहिँ अप्सन ए जेम्स जेन्स हुन् है त। प्रश्न नम्बर 3, हेलियोसेन्ट्रिक थ्योरीका अनुसार कुन ग्रह केन्द्रमा हुन्छ? अप्सन ए पृथ्वी, अप्सन बी चन्द्रमा, अप्सन सी सूर्य, अप्सन डी बृहस्पति। हेलियोसेन्ट्रिक थ्योरी अनुसार चाहिँ कुन ग्रह केन्द्रमा हुन्छ? यसको सही उत्तर हो अप्सन सी सूर्य। प्रश्न नम्बर 4, जियोसेन्ट्रिक थ्योरी कसले प्रतिपादन गरेका हुन्? अप्सन ए कोपर्निकस, अप्सन बी ग्यालिलियो, अप्सन सी टेचो ब्राही, अप्सन डी टोलेमी। ल यहाँ चाहिँ चारवटा अप्सन छ। कुन चाहिँ सही अप्सन छ त? यसको सही उत्तर हो अप्सन डी टोलेमी। प्रश्न नम्बर 5, सूर्यलाई केन्द्र मानी अन्य ग्रहहरू परिक्रमा गर्छन् भन्ने सिद्धान्त कसले दिएका हुन्? अप्सन ए न्युटन, अप्सन बी कोपर्निकस, अप्सन सी आइन्स्टाइन, अप्सन डी केप्लर। ल यसको सही उत्तर कुन होला त भन्दा यसको सही उत्तर हो अप्सन बी कोपर्निकस। प्रश्न नम्बर 6, प्रकाशलाई सूर्यबाट पृथ्वीमा आइपुग्न कति समय लाग्छ? अप्सनहरू अप्सन ए 5 मिनेट, अप्सन बी 8 मिनेट 20 सेकेन्ड, अप्सन सी 10 मिनेट, अप्सन डी 12 मिनेट। यसको सही उत्तर हो अप्सन बी 8 मिनेट 20 सेकेन्ड। प्रश्न नम्बर 7, प्रकाशले 1 सेकेन्डमा करिब कति दूरी पार गर्न सक्छ? अप्सन ए 3 लाख किमी, अप्सन बी 1 लाख किमी, अप्सन सी 30,000 किमी, अप्सन डी 5 लाख किमी। ल यसको सही उत्तर हो अप्सन ए 3 लाख किमी। प्रश्न नम्बर 8, सूर्यको अनुमानित आयु कति मानिन्छ? अप्सन ए 2 वर्ष, अप्सन बी 3 अर्ब वर्ष, अप्सन सी 5 अर्ब वर्ष, अप्सन डी 10 अर्ब वर्ष। ल यसको कुन होला त सही उत्तर? सूर्यको अनुमानित आयु कति मानिन्छ? ल यसको सही उत्तर हो करिब 5 अर्ब वर्ष। प्रश्न नम्बर 9, सूर्यको बाहिरी सतहको तापक्रम करिब कति हुन्छ? अप्सन ए 3000 डिग्री सेल्सियस, अप्सन बी 4500 डिग्री सेल्सियस, अप्सन सी 5500 डिग्री सेल्सियस, अप्सन डी 10,000 डिग्री सेल्सियस। ल यसको सही उत्तर हो अप्सन सी 5500 डिग्री सेल्सियस चाहिँ सूर्यको बाहिरी सतहको तापक्रम हुन्छ।
प्रश्न नम्बर 10 सूर्यको आफ्नै अक्षमा एक पटक परिक्रमा गर्न कति समय लाग्छ? अप्सन ए 24 घण्टा, अप्सन बी 7 दिन, अप्सन सी 28 दिन, अप्सन डी 365 दिन। ल सूर्यले चाहिँ आफ्नै अक्षमा एकपटक परिक्रमा गर्न कति समय लगाउँछ? यसको सही उत्तर हो अप्सन सी 28 दिन। प्रश्न नम्बर 11 हाम्रो सौर्यमण्डलमा सबैभन्दा ठूलो ग्रह कुन हो? अप्सन ए शनि, अप्सन बी पृथ्वी, अप्सन सी बृहस्पति, अप्सन डी अरुण। यसको सही उत्तर हो अप्सन सी बृहस्पति। ल प्रश्न नम्बर 12 सौर्यमण्डलमा सबैभन्दा सानो ग्रह कुन हो? अप्सन ए बुध, अप्सन बी शुक्र, अप्सन सी मङ्गल, अप्सन डी पृथ्वी। यसको सही उत्तर हो अप्सन ए बुध। प्रश्न नम्बर 13 सूर्यबाट दोस्रो ग्रह कुन हो? अप्सन ए बुध, अप्सन बी पृथ्वी, अप्सन सी शुक्र, अप्सन डी मङ्गल। ल सूर्यबाट दोस्रो टाढाको ग्रह कुन हो त? ल यसको सही उत्तर हो अप्सन सी शुक्र। प्रश्न नम्बर 14 ल प्रश्न नम्बर 14 प्रभातको तारा मर्निङ स्टार भनेर कुन ग्रहलाई चिनिन्छ? भनेको बिहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए मङ्गल, अप्सन बी शुक्र, अप्सन सी बुध, अप्सन डी शनि। ल मर्निङ स्टार भन्ने कुन हो त? ल यसको सही उत्तर हो अप्सन बी शुक्र। साँझको तारा इभिनिङ स्टार भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए पृथ्वी, अप्सन बी बृहस्पति, अप्सन सी शुक्र, अप्सन डी अरुण। ल यसको सही उत्तर हो अप्सन सी शुक्र। प्रश्न नम्बर 16 सौर्यमण्डलको सबैभन्दा तातो ग्रह कुन हो? अप्सन ए शुक्र, अप्सन ए बुध, अप्सन बी शुक्र, अप्सन सी मङ्गल, अप्सन डी बृहस्पति। ल सबैभन्दा तातो चाहिँ कुन हो त भन्दा अप्सन सी, अप्सन बी शुक्र। ल यसको सही उत्तर हो अप्सन बी शुक्र। प्रश्न नम्बर 17 प्लुटोलाई ग्रहको सूचीबाट हटाई बौना ग्रह कहिले घोषणा गरियो? अप्सन ए सन् 2000, अप्सन बी सन् 3000, अप्सन सी सन् 2006, अप्सन डी सन् 2010। ल अप्सन ए 2000 सन् 2000, अप्सन बी सन् 2003, अप्सन सी सन् 2006, अप्सन डी सन् 2010। ल यसको सही उत्तर हो अप्सन सी सन् 2006। प्रश्न नम्बर 18 ग्रहहरूको सही क्रम कुन हो सूर्यबाट टाढातर्फ है त? अप्सन ए बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण। अप्सन बी बुध, पृथ्वी, शुक्र, मङ्गल, बृहस्पति, शनि, वरुण, अरुण। अप्सन सी शुक्र, बुध, पृथ्वी, मङ्गल, शनि, बृहस्पति, अरुण, वरुण। अप्सन डी बुध, शुक्र, मङ्गल, पृथ्वी, बृहस्पति, शनि, अरुण, वरुण। ल सही क्रम कुन हो त? ल यसको सही उत्तर हो अप्सन ए बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण है त। प्रश्न नम्बर 19 गाइया नामले कुन ग्रहलाई चिनिन्छ? अप्सन ए मङ्गल, अप्सन बी पृथ्वी, अप्सन सी शुक्र, अप्सन डी बुध। यसको सही उत्तर हो अप्सन ए अप्सन बी पृथ्वी। ल पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह कुन हो? अप्सन ए फोबोस,
अप्सन बी डिमोस, अप्सन सी चन्द्रमा, अप्सन डी टाइटन। ल यसको सही उत्तर कुन हो त? यसको सही उत्तर हो अप्सन सी चन्द्रमा है त। ल 5 ठुला उपग्रह है त। ठुलो उपग्रह भनेपछि गेटा क्यालोज भनेर सम्झिनु पर्यो। गेटा क्यालोज, गे भने गेनिमिड, त्यो चाहिँ बृहस्पतिको, टा भनेको टाइटन, त्यो भने शनिको, क्या भने क्यालिस्टो, त्यो भने बृहस्पतिको, अनि लो भनेको बृहस्पतिको, च भनेको चन्द्रमा पृथ्वीको है त। गेटा क्यालोज 5 वटा उपग्रह ठुलो भनेपछि गेटा क्यालोज भनेर सम्झिनु पर्यो। प्रश्न नम्बर 21, पृथ्वीबाट सूर्यको औसत दूरी कति छ? अप्सन ए 10 करोड किमी, अप्सन बी 12 करोड किमी, अप्सन सी 15 करोड किमी, अप्सन डी 20 करोड किमी। ल यसको सही उत्तर हो अप्सन सी 15 करोड किमी। प्रश्न नम्बर 22, पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्न कति समय लिन्छ? अप्सन हो 360 दिन, अप्सन बी 365 दिन, अप्सन सी 365 दिन 6 घण्टा, अप्सन डी 366 दिन। ल यसको सही उत्तर हो 365 दिन 6 घण्टा। प्रश्न नम्बर 23, पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह कुन हो? ल यो अहिले रिपिट भइसक्यो, चन्द्रमा है त। प्रश्न नम्बर 24, पृथ्वीको औसत घनत्व कति छ? अप्सन ए 4.5 जी पर सिएम क्युब, अप्सन बी 5.517 जी सिएम क्युब, अप्सन सी 6 जी सिएम क्युब, अप्सन डी 7.8 जी पर सिएम क्युब। ल यसको सही उत्तर हो अप्सन बी 5.517 जी पर सिएम क्युब। प्रश्न नम्बर 25, पृथ्वीको आफ्नै अक्षमा घुम्ने गति करिब कति छ? 900 किमी प्रति घण्टा, अप्सन बी 1200 किमी प्रति घण्टा, अप्सन सी 1600 किमी प्रति घण्टा, अप्सन डी 2000 किमी प्रति घण्टा। यसको सही उत्तर हो अप्सन सी 1600 किमी प्रति घण्टा। ल तपाईहरुलाई चाहिँ धेरै धेरै धन्यवाद।